हेलो गाइस, आप लोग कैसे हो। म चाहिँ माने डाँडा जाँदै गरेको साथीहरू। गर्मी भएर मेरो छाता पनि भाँची गएको छ, त्यही भएर छाती मैले बोकिन। बाटो पनि कस्तो अप्ठ्यारो जस्तो छ। कागती खाँदै म चाहिँ जाँदैछु साथीहरू बजार त होइन, माने डाँडा। रुगा मार्ग लागेर कस्तो स्वर पनि अलग नै भइरहेछ मेरो त। जङ्गलै जङ्गल छ। त्यो लुगा लाएर म चाहिँ गइरहेको छु साथीहरू। हिँड्दा 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 कहिले नपुगिने रहेछ। कुनखेर चाहिँ पुग्नु होला नि, हे भगवान भने जस्तै भइगएछ त मलाई। हे भगवान कतिखेर चाहिँ पुग्नु होला नि भनेर खर्सानीबारी देरेम देखिँदैन त घामले के। फोन नै नक्कली मतलब असली परेछ नि त, त्यही भएर केही देखिँदैन। ओ माथि छ माने डाँडा चाहिँ होइन, गइरहेको छु कुनखेर पुग्छु। सोरै सुकिसकेछ। फाइनली म चाहिँ अब पुग्नै आँटेको भन्नु पर्ला। गलेर साह्रै गलियो त नि, पसिना भइसके गलेर अब पुगिन्छ नि त है साथीहरू। चाहिँ कस्तो जताततै एभोकाडोको बिरुवा मात्र लगाएको रहेछ। फल्नु पनि त राम्रोसँग फलिरहेछ त। फाइनली माने डाँडा पनि अब पुगिसकेँ म चाहिँ। यस्तो फुल चाहिँ राम्रो हुन्छ तर गनाउँछ। माने डाँडा पुग्दा त यस्तो हाल भइगयो, रातो पिरो